पुण्य के भन्छ अक्को यो होला अक्को छ दुःख हुने भने यस्तै दुःख हुने जति हामीले त रोटी नेति बेर ल्याएर आइदिएर नेति यसो लाउँ भने त ठ्याक्कै घर ला भिडियो पछाडि हाके भए त्यो पनि म याद गरी ल्याउँ बैद भने बैदैन अब 1-2 वर्ष इन्डिया गएपछि अनि एउटा अक्क यस्तो ठुलो रहेछ फेरि जै कहिले गइजाने यो त बेलुकी जस्तो छ त्यही हो बेला भारतपति छ ताको किन आउनु अझ ठुल्को भए सानो त्यसमा बडी हामी जति कान्छी बडी एटा हामी त छोरी हुने छोर पाएछ छोरै छ जेठीले छोरी हामी जति हो काकी कालो खाली दुवै छोरा बिहा गरेले कस्तो काकती भइने खासो काकेटी छोरी चाहिँ भइ डोलिने छोरी पनि त चाहिन्छ अझ कान्छी बडी पड्दी रहेछ जेठी बा तिमी मेरो घर ल्याइले डलर गरे आफ्नो हुन्नस् न ऐठी त माथि भिनमात्रै छोरा न 5 लाख दियो हाम्रो बुइसा छोरा कामै त्यही छ 5 लाख ठ्याक्कै दियो जन गइ पछि जाऊ अब गर 10 मिनेट अब आको नि पर त्यो छोरा पाखै छ हनुमान डर हुन्छ के नि छोरी दिएर कान्छी छोरा हुन जाने हुन्छ सर हुन ती गर्न भिडियो गर्न के रे त्यो गरेर छ त ले पोर पराबाट बनाउँछ त्यो पोर घर यिनीहरु वासन्ने हुन नि सानो सानो अस्का बोल्ला भेर चल्नु पर्यो अस्का होला बोल्ला त अब तल के ठाउँ ठिकाना गर्न पाएन 2 बलमा छ अहिले सिधै हेर्दा याद हुनु कि अहिले पनि कन्ने हेर्यो हुनु बेली बास कतिले खाना खायो कति हामी यति जनाले खाना खायो यति जना गाउँ गए 4 जना यो पनि गाउँ गइ अब खाऊ तिमीहरु खाना अनि त्यो भुने आउँछ आज र पनि बोल्ला त भेर जानु पर्यो खाना गर्नु पर्यो भने के हरिया पनि थाहा हुन्छ भला यस्तो हरिया पनि थाहा हुन्छ अनि के यताउति पनि थाहा हुन्छ भेर पनि सफल हाना नाम नभए पछि हैन के हुन चाहिँ तादै थाक्यो अनि ग्लास भात खाउने अनि धेरै नलाउने छोरा पदा रोटी बस होइन त भिडियो उसै त त्यही त चिल्लाग्दै खाप्लारी नहाल्नु त इन्डिया गएको छन् त्यही म त काहीँ दिदीले आफै गरी हालिरहेछ भने पछि हेरेर त अर्को आइपुगेछ नवाल कर च्याट्ट पैसा जुम्ल्याएछ हुने हैन के धेरै गाना घर बसिआए त हुने यो गर्नु सिक्राती गौरी मामी ए बस भाइ रोटी खाऊ के नै जा चारी खाने त खाइ त छ इन्जन पिसोको हैन मेरो बसी लास्ता तिले तान्दैन हौ डब्बा कहाँ छ कालो थैले लास्ता तल चामल हामल यो न मुनि यो खाद्यमा खानु मात्र छ हौ के बारो यो मोबाइल मेरो थाहा लो त्यहाँ के साउतिर मिला बाजे हजुर हुनु त्यसै भात खाने हौ सुन बिल जसा हो सात मानेलाई त मम्मी दादी चामल 2 प्याज चामल हाल्दैन के 4 प्याज चामल दिने हो चामल नदिकन कहाँ हुनु हुन त बुहारी टिके लाउँथे अरे त्यो हुँदैन कहीं 10 को सेकंड को एक रोटी 2 रोटी दाँड भएर त्यही त चिसो रोटी तिमीहरू 4 जोर घेर लैजान्छ नहीं तारा नजिक मैमे तिमी त मुदानी भई काई पनि धेरै दुलतिर बा भेटी त्यो जा त पनि हो जा हामी लैजान्छौँ उनीहरू अनि बहिनी पाने हेरे लैजाउँ बहिनीलाई आयो त्यो मान्छे जय यसो बस्छ
यसो बस एकछिन भिडियो नबनाऊ ए दाइ भिडियो नगर खाना खाने बेला अगले दिन हो त्यो पछि बास जिएर भेर आइत भयो फेरि जिएर ल्याएपछि घरैसिरी ल्याएर खाइदियो पछि गाउँ रात के अरे हरि बास भेर चरैसिरी ल्याऊ र उ गरौँ भने अहिले उ लिएर चामल लिएछ चामल खाउँ भने कि अहिले चामल खाउँ मेरी मुख्य धामी और जुमली वाल ये हाथ जुता हाथ खाना खाने रस्ने गुना काटन के काट्दा यही मैले मुखी हो त्यो बटो न धामीलाई चाहिँ मुखीलाई चाहिँ अहिले कुरो कस्तो बात दिन्छ सुमल कि त्यही इष्ट त्यही सुमलले जोएर भेर हामी दिदी हामी त भेर भएछौँ अनि तर हामी ढिलो जालिसे पर त्यही बन्न त्यही पुलती जाउँला घुस्नु न के छ न म छुट्टै दिए ए छोटो धोती ल्याइदिएको छु आज बाइज हुने दिन च्याक्कै गरेका छौँ त्यही दिन गरे आए भए सुक्कै हुने हो हामी माउले बस्नु भने त्यही पनि लिनु मजा बाटै रोटै रोटी भरे न खाली साथ दिएला रोडको पुल त भयो होइन बहिनी भयो फुल पुल भयो त्यो ठुलो सागको पुल तल्लो पुल होइन हप्पलै तार्ला ए माथिकै घाटेको तल्लो पुल त्यो हलमा लाग्छ क्या कल्लो कहाँको पुल लिनु भन्नुहुन्छ होला हप्पलै तार्ला हप्पलो सागको रोड पनि छ अहिले हाँसिन आउँदैछ अब 1 घन्टा उ 1 घन्टा उतिर आइजान्छ होइन अनि म घोरिराखि भिनाउ गरेर दिएँ अनि यो भेर अहिले हनुमान लाग्यो भने तल बस्छु भने मैले अन्यले बस्ने उनीले भाँडाको त अन्त गरेर कालो फुली गयो हामी त के भन्यो मान्छे चिन्ने त्यहाँ केही पनि भएन भने चिरा ऊ जुबो आयो भने आयौँ कायल जायो उता ढल्किली थाहा फेरि निस्क्यो भने पनि दिउँसो होला गाडी गइजानु भयो हामी त आयो भने त्यहाँ एक बाटो बस्नु भयो भात भेराइटी गइजानु होला खाना सबै तलै बनाउनु अनि हो त त्यही घरमा ल्याउँला भारी पनि आलु ल्याउँला अनि उन ल्याउँला दिशा भन्ने भने चाहिँ खाना परेछ भन्छ नल्याउ घोरी गइदिएछ आलु ल्याउने छैन उन ल्याउने छैन सधैँ अनि फेरि घर जाला अनि घुवा पिठो कोडा पिठो घटेदेखि बेर मात्रै भएको दिनको एक सुक नै आता त काता उता दौनु के लाने भने उयो गर्दैछ गरे फाल त उसको पर्छ 500 किन्ने हुन्छ त्यही मात्रै ल्याएछ अहिले पनि के लाने मेरो आज हाँस्नु अब नि घोरी लिन आउनु अनि फेरि घोरी लिन नसकेको बाटो भारी अनि फेरि झ्याउला त्यसो हामी 2 गरी न घोरी दिनु गरे मेरा तो चिल्याउनाले बेली खेद्दै रहेछ आजकल सिनो नबुनी केही नबुनी जानु गयो ओ त जुङ्गाले भय लाग्ने भयो उही गर्दै डगुदै एकचोटि काहीँ तर त हातै नफाल्नु पर्ने हो नखाने ठुलो बाटो नानो भने कहाँ चालिएको हुन्न ठुलो बगल रह्यो मलाई बगल रह्यो भने आज माथि लैजाउँ फेरि ताने मोजाले बाजी पानी कोलामा आएछ अनि गइरा पल्ला धारा गाड्दैछ पूरा पटल भन्ने मलाई बाटो अनि बिसिलो यही भएर ओइ काम मात्रै हुन लाग्यो
तल पटे पुरा डाला काटेछ त मैले डाला काटी म लिएर तिमीले दाइबाट लिएर पाटो त्यो स्यालन पाएँ गोठ छ त गोठ आरीको गोठ नाउ गोठ त्यो नाउ गोठै त्यहाँ मर्यो सिधै पूर्वपट्टि धेरै चरा चाहिँ पुग्दैन हाम्रो म जाउँ त्यो बाउले हेर्नु पऱ्यो त्यहाँ हिँड्ने भए पनि पूजाको दिन्छु त्यही चरोले है त तिमीले माथिले ल्याएको है पाखो ल्याएर कस्तो छकिएर तिमीएर भुनिँदै तल्लो चरो ल्याएपछि ल्याएको माथि चरो चरै चरै होइन त्यस्तै छ अगाडि पछाडि दियो तपाईँको के भेरभरि अनि हक्की जान्छ अनि एकजना जा पनि गुनेन है पछि अनि घोइरा अनि फेरि पोरिदिए फेरि आएर भान्सो कुकुर लिएर आफू मुनि हाम्रो स्यालले तङ गर्दैछु भने कि अनि मैले पनि मुनेर अनि छोडिदिएर ओर्काउनु लगाइदिएँ कि होइन कुकुर अनि घोइरा आएर अनि आयो रे अब पछि तिमीले त फेर पछि प्यान्ट ट्याङ्की छोड्छ त ताई ल्याएको चाहिँ ओरिन ल्यायो तिमीले फेर लिएकेन त्यो जोरी ओरि ठाडा लाग्छ त स्याउला गरे त्यही स्याउला छापे भ्या तिमीएर त्यहाँबाट त्यहाँदेखि पाइके आयो त्यो पाटो गर्नु त मामा बनाइहाल्दा तति घुम्ने कुरो गरेर गर्दैन नि त्यसको लागि कतिको होइन कि मेरो त अहिले तपाईँ एक म त 1 घन्टा त ता पुग्यो दिदिन त बाटो भेट्ने जाऊ न मात्र जान्छ जाऊ न 4 बजे होला गए म 4 बजे त होला गए भारी क्या अन्त धेरै नहुनु किटी गर्न 2-3 वटा जान्ने मात्रै बनाउनु हुन्छ त्यो भन्दा पार्ने पनि हुन्छ हैन जा त तँ नै बोलो तोरो ए बोला जा जा पाटा धाडो तँ जा त्यो गोरी लिएला हामी धेरै ल्याउँला भाइके ओ पछा लैजन छ नि अनि सबर हुने बाटो त ती भने ती मामाले छ भनिनु पर्ने धौ बल्ल अनि भान्जेको पछि हो इन्टी हो अनि भुनु भन्ने कि त्यो बाटो होइन भन्ने तिमी कतै लाग्यो गेला सामा रे उ त के राखेछ ल गेला भिडियो कि नै राख्ने यी डोबर हात तेरिका आ डोबरा भाइ अब महिना पुग्यो होला तिमी तिनको हिँडे अल कहाँ पुग्यो सट्टा असर हिँड्दैछ नि यो बाटो लागेर हेर्दा हालमुनि पर थालमुनि यता गदो भेटिने गाह्रो चिनो गइकन माथि हे हामी पाइले त्यसो पाल्टा नदेखिने भाइ भोलि फेरि उत्तर रहेछ कि अनि घाँडो सुन्यो मैले त्यो माथि पाल्टा ओरा आउनु उदा आयो माथि पानी देना के काम भएन कति फेरि भान्छ जुन न वरपरमा के गरौँ भने गर्दैन छात्री के तातिले हेर त्यो अल्लमले दुःख दियो अब त्यो फाटिएर गएपछि मारेपछि त्यो फाटिएर गएर त्यो उबाइका धारा मारे अब त्यो 4 गोटा गएछ लाउरा लाउरा 4 गएछ सबै 40 गोटा गएछ म पछाडि भइदिए म माथि याद गरिले म त्यो घरलाई अरू नयाँ दिनु घरलाई भेट्यो घरबाट त्यो घरले बाटा तले बाटा माथि गरिकन क्यार के भयो कि 1-2 वटा भएली अब छुटेर भन्नु अब कि ठुलो भइदिएली ठुलो पनि एउटा छुटेन एउटा त एउटा भेरा त फेरि कसै घुम्ने गएको छ नि त्यो अल्छी जान्छ भने के फाट्या मेरो त 1-2 वटा नभए त धेरै फाट्दैन
भोलिपल्ट दिन ततै चलाउने ताई भनेर ततै यता रहेछ नि बेला उइटेर बैत रहेछ नि उइटेर कस्तो दाम बाँडा छन् बिहान नै कोमान्टा थियो ताइपालले सेज मान्छ ताइपालले बाइए त बेदी कता उडु गइया ताइपालले अहिले ग्यास त 2 बल नेबर ठुलो 2 बल ती नेपालले ने घटेसरी पालले के नेपालले दिने ठहर त गयो त अब माथि दुबै बल बसेछ बगरा गत छ हौ न मुरल बसेछ 2 बल जावे जाइयो भने त होरै न यो चक्क सिद्ध हो भाग्य हुन्छ नि आफै मसिन आइपुग्छ आएको छैन दुई तिन यति बस यति नै अघि त जाउँ न जाने धुनु तिनीहरू आउनु पनि जाने पिरा नखाने पाखा